Hi guys, welcome back to my YouTube channel. It's me Pooja. अनि आफ्टर लङ टाइम म चाहिँ भ्लग गराउँदैछु. सो अस्ति नेपाल फेस्टिभल जाँदाखेरि बनाउँछु भनेर स्टार्ट पनि गरेको थिएँ होइन, तर त्यहाँ गएपछि मलाई लाज लाग्यो. आई डोन्ट नो, मैले अब त्यसरी पब्लिकमा गएर भ्लग गराउन अझै पनि म कम्फर्टेबल भइसकेको छैन, त्यही भएर होला. तर इट्स ओके, अब युज टु हुँदै जान्छु. आज पनि मैले आइ एम नट स्योर हाउ फार आई क्यान गो, तर म गाडीमा छु अनि आज चाहिँ म भ्लग गराउँछु भनेर चाहिँ मैले सोचेर यो इन्ट्रोडक्सन भिडियो गराउँदैछु होइन गाइस. सो तपाईँहरूले थम्बनेल हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला कि यो भिडियो के को बारेमा हो, आजको भ्लग भनेर. लिटरली म चाहिँ मेरो आज गाडी बनाउन आएको, अनि यो गाडीले चाहिँ मलाई यस्तो चुना लागिरहेछ कि यही टाइम मात्रै हो, तर लिटरली $900 को बिल आउँदैछ. सो अनि म त्यो मेकानिकसँग कुरा गर्छु वेदर आई क्यान सो होइन एभ्रिथिङ इन माई ब्लग भनेर. अब प्रायः यहाँ चाहिँ दिन्न, मेकानिकहरूले उयो काम गराएको यस्तो खिच्न रेकर्ड गर्न दिन्न, त्यही भएर सायद दिँदैन होला. त्यही पनि म चाहिँ तपाईँहरूलाई ब्रिफली भन्छु कि मैले मेरो गाडीको चाहिँ आज के चेन्ज गरेँ भनेर चाहिँ. इफ त्यसले रेकर्ड गर्न दिएन भने पनि आई विल ब्रिफ इट आउट. सो that's all this video is going to be about. So हजुरले सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सब्स्क्राइब गर्नु होला अनि मायाहरू गर्नु होला धेरै धेरै र अन्त्यसम्म हेर्नु होला. सो गाइज, एज आई सेड, मेरो गाडी चाहिँ यहीँ छोडिदिने अरे, अनि त्यसपछि म बनाउँछु अनि बनाएर भ्याएपछि तँलाई कतिखेर रेडी हुन्छ म भन्छु भन्छ. अब के भन्नु, नेपालमा आनन्द के नेपालमा. म अस्ति नै बाइक बनाउँदाखेरि पनि होइन, म पुरा एक्साइटेड भएर आज भ्लग गराउँछु, पुरै मेरो बाइक सर्भिसिङ गरेको भनेर गर्थेँ. अनि चाबी आफूहरूलाई तिनीहरूलाई चाबी दिएपछि चाहिँ आउ लेट यु नो वेन इट्स रेडी भन्छ कि यिनीहरूले चाहिँ आफैले काम गर्छ कि हाम्रो अगाडि काम गर्दैनन् कि यिनीहरूले. आई डोन्ट नो वेदर इट्स गुड अर नट. अब राम्रो पनि, हरेक कुराको राम्रो पार्ट पनि हुन्छ, नराम्रो पार्ट पनि हुन्छ. इट इज वाट इट इज, वी कान चेन्ज एनिथिङ. सो उनीहरूको यस्तै छन् रुल्सहरू नै. अनि त्यसपछि अब केही भन्नु मिल्दैन. सायद मैले भनिनँ पनि मलाई फेरि त्यही अगाडि मैले भनिहालेँ नि, मलाई अरूसँग त्यसरी आफ्नो फेभरमा त्यसरी कुरा गरेर चाहिँ मलाई एकदम डर लाग्छ. के डर लाग्छ भन्दा पनि अब कम्फर्टेबल हुन्न. अनि म चाहिँ ल ओके भनेर आएँ. अब म के गर्ने, घर त टाढा त छैन तर नजिकै सपिङ सेन्टर छ. सो लेट्स रोम अराउन्ड है. अब अरू चाहिँ के गर्ने त, अनि केही काम छैन मलाई. मेरो धेरै सामानहरू किन्न छ, सायद यता पनि अर्को चुना लाग्नेवाला छ. चस्मा लिएर आएको त के फाइदै भयो गाइज होइन, नलगाएपछि. सो मैले चस्मा लगाइदिएँ गाइज. मेरो आजको हुलिया हेरेर चाहिँ मान्छे छक परेर होला के, किनभने म सुतिरहेको थिएँ अनि रातभरि एसी अन रहेछ र मलाई घरभित्र एकदमै जाडो भयो. अनि यता अपोइन्टमेन्टको लागि म लेट भइसकेको थिएँ, अनि म आत्तिएर छिटो घरमा जाडो भयो नि त भित्र, अनि मैले यो लगाइहालेँ गाइस. तल कट्टु लगाएँ, यता चप्पल अनि ब्याग होइन गाइस. यो चाहिँ मेरो हुलिया हो. आजको हुलिया चाहिँ यस्तो छ गाइस. बाहिर आएकोमा यस्तो ह्युमिड रहेछ के, घाम त लागेको छैन. मैले यसरी झ्यालबाट हेरेँ, घाम त लागेको थिएन, तर मैले वेदर चेक गर्न चाहिँ बिर्सेँ गाइस. सो त्यही भएर जहिले पनि वेदर चाहिँ चेक गर्नुपर्छ. मैले गरिनँ र मलाई अहिले त ठिकै छ. दिउँसो कस्तो हुनेवाला छ थाहा छैन, गर्मी हुनेवाला छ कि कस्तो हुनेवाला छ, इट्स ओके. तर आजको हुलिया चाहिँ यस्तो छ मेरो. सो अस्ट्रेलियामा पनि लेफ्ट लेनबाट लेफ्ट लेन रुल्स फलो हुन्छ. अब आई डोन्ट नो कसरी भन्ने भनेर त्यसलाई एक्ज्याक्ट कसरी नाम दिन्छ, तर यसरी देख्नुभयो हाम्रो लेफ्ट साइडमा चाहिँ उयो हुन्छ के, हामी नेपाल जस्तो के हामी जहाँ गए पनि हाम्रो लेफ्टबाट हिँड्नुपर्छ भन्ने नियम छ नि जुन रोडमा. जस्तो अब म यताको डिरेक्सनमा गइरहेको छु, म लेफ्टमा हिँड्नु पऱ्यो होइन, म उताबाट यसरी आइरहेको छु नि, त्यो पनि मेरो आफ्नो लेफ्टमा हिँड्नु पऱ्यो नि त. त्यस्तो आफ्नो लेफ्ट साइड लेफ्ट लेनमा हिँड्ने भन्ने हुन्छ. अनि त्यसपछि राइट साइडमा चाहिँ ड्राइभिङ सिट हुन्छ, ड्राइभर सिट हुन्छ. सो
सो अरू कन्ट्रीहरूमा चाहिँ फेरि कति धेरै कन्ट्रीमा मलाई एक्ज्याक्ट थाहा छैन। यो युएसमा चाहिँ फेरि उयो हुँदो रहेछ नि त होइन, लेफ्ट साइडमा चाहिँ उयो हुँदो रहेछ कि ड्राइभर सिट हुँदो रहेछ, तर नेपाल र अस्ट्रेलियामा चाहिँ सेम हो। सो लुक एट द कार, कति धेरै कारहरू छ, माई गड यस्तो। हेलो त्यस हो दिदी हेर्नु ट्याक्कै चिनेको दिदी भेटिदिइराख्यो। अब बाटोमा भ्लग गराउँदै हिँड्दाखेरि दिदी पनि त्यही केमार्ट जान लाग्यो अरे, म पनि त्यही केमार्ट जान लाग्यो गाइस। सो दिस इज केमार्ट। तपाईँहरूले त्यो केमार्ट देख्नुभयो होला, एकदमै मेरो फेभरेट पसल हो। किन थाहा छ? किनभने एकदम सस्तोमा सबै कुरा पाइन्छ कि, सबै कुरा पाइन्छ त्यहाँ। अनि किन मन नपराउने हो र, घर किन्दाखेरि किचनको हरेक सामानहरू केमार्ट, कपडाहरू केमार्ट, अब केही अरू स्टफहरू चाहियो भने पनि केमार्ट, एभ्रिथिङ केमार्ट हो है गाइज। म चाहिँ प्राय जस्तो, किनभने दे आर भेरी अफोर्डेबल अरूको कम्पेरिजनमा चाहिँ। अनि अरू पनि राम्रो छ, बट केमार्ट मेरो घरदेखिबाट नजिकै छ। खोल्साहरू पनि छ, कुवा गरेको त गाडीबाट, अनि सबै थोक यहाँ नजिकै छ। त्यही भएर चाहिँ के अरे यो सपिङ सेन्टरमा हामी आउँछौँ। दिस इज हाउ केमार्ट लुक्स लाइक। लुक एट दिस गाइज। यहाँ चाहिँ कस्तो नेपाल जस्तै पाइन्छ कि यस्तो काँटाहरू, यस्तो टपहरू नेपालमा बेच्न राख्छ नि यसरी, सबै नेपाली सामानहरू जस्तै लाग्छ कि मलाई यहाँ आउँदाखेरि चाहिँ। पहिलाको जमानामा बेच्ने काँटाहरू हेर्नु नि यहाँ, तर म लगाउँदिनँ। यस्तो $5 पर्छ ल। यिनीहरू चाहिँ टपहरूलाई चाहिँ दुईटाको $10, एउटाको $6 अरे, विच इज गुड। म राम्रो देखिन्थ्यो होला यार। मसँग यस्तो टपहरू छैन नि, त्यो ठुलो लाउँदिनँ मैले। नेपालमा बोक्ने पर्सहरू, अगरबत्तीहरू, इन्सेन्स स्टिकहरू अनि स्कार्फहरू यहाँ पाइन्छ कि। ओहो झुम्कीहरू पनि रहेछ यतातिर, त मैले हेरेकै थिइनँ। ल हेर्नु गाई, झुम्काहरू 3टा पेयरको $10। क्रिसमस किरिङ रहेछ। किटीको यस्तो धेरै फेसन आएको थियो नि आमा, नेपालमा किटीको फेसन लास्ट आएको थियो नि हो यसको। नाइस छ, तर यस्तो पाइन्छ गाइज यहाँ चाहिँ। बट मलाई आई डोन्ट थिङ्क सो मैले यहाँबाट केही लिन्छु, किनभने म एकदम बजेट टाइट छ मेरो। सो आई डोन्ट थिङ्क आई विल बाई एनिथिङ। गाइज यहाँ चाहिँ यो $4 रहेछ है गाइज। यो टी सर्ट चाहिँ $4 को टी सर्टहरू हेर्न सक्नुहुन्छ। $20 चाहिँ भेर्साइटेबल गाइज। यस्तो घुम्ने नघुम्ने कुर्ती पनि $20 छ रहेछ गाइज सेलमा। यो ड्रर ब्याम्बो स्टोरेज युनिट पनि जम्मा $9 रहेछ गाइज। जो कस्मेटिक क्यारी विथ मिरर भन्ने यो मेकअप अर्गनाइजर चाहिँ लास्टै राम्रो रहेछ गाइज। सबै आफ्नो प्रडक्टहरू हटाउने, बट त्यसको प्राइस चाहिँ कति हो भनेपछि $49 हो गाइज, $49। गाइज मलाई चाहिँ डुल्न झ्याउ लाएर म चाहिँ घर आएँ, किनभने जति ठुलो त्यति मेरो पैसा खर्च भयो। त्यही भएर म चाहिँ घर आएर बस्नु नै उत्तम सोच भयो मलाई चाहिँ होइन। अनि घर आउने बित्तिकै होइन टाढैबाट मेरो घरको यो सिमी फुलेको चाहिँ कति राम्रो देखेको गाइज। म तपाईँहरूलाई देखाउँछु ल। माई सिमीको फुल कति खाने सिमी, कति खाने, as much as you can। ल हेर्नुहोस् गाइज, यति धेरै सिमीको फुल फुलेछ गाइज। अब सिमी कतिको फल्छ भन्ने त मलाई थाहा छैन, तर सिमीको फुल भने प्रशस्त फुलेको हामी यहाँ देख्न सक्छौँ। ल हेर्नुहोस्,
यहाँलाई मैले क्विक मेरो भेजी गार्डन पनि देखाउँछु। यो चाहिँ बेथ्यो, त्यो चाहिँ लट्टे भन्छ, कहीँ कहीँ लोडे भन्छ। यो चाहिँ रायोको साग हो, यो खुर्सानी हो। अनि तपाईँहरूलाई टमाटर र खुर्सानीको बिरुवा चाहियो भने पनि सम्झिनु होला। अनि यहाँ चाहिँ फर्सी भइरहेछ, फर्सीको मुन्टा पनि लैरहेछ। अनि त्यसपछि यहाँ छ मेरो प्लान्टहरू। अनि यो मेरो गाभा हो र मेरो धनियाँ चाहिँ एकदमै काममा लाग्ने। घरमा त गेडा खाने धनियाँ भएको भएर यो चाहिँ धनियाँ चाहिँ खासै राम्रो भएन गाइज।